र पहल गजराज उर्फ टर्की भनेर चिनिन्छ उहाँलाई। यहाँबाट अब खेल सुरु भइसकेको छ। यहाँ फोटो सेसन हुँदैछ। अलबहादुर खनाल स्पोर्ट क्लब र टिम्बुवन बीचमा यो फाइनल खेलको आज हामी अन्तिम दिनमा छौं। यो अन्तिम दिनको अन्तिम खेल अब भने हामी यो 2082 को ऐतिहासिक बेल्टापु मेलामा यो अन्तिम दिन रहनेछ भने हामी यसै गरी अर्को वर्ष नमोरी बाचे कालैले साँचे 2083 मा फेरि पनि भेट्नेछौं। यो आजको अन्तिम खेल हुनेछ।
फाइनल उपाधि भिडन्त हो यो अलबहादुर खनाल स्पोर्ट क्लब। यस खेलको प्रमुख रेफ्रीमा हुनुहुन्छ पवन साई भने दोस्रो रेफ्रीमा हुनुहुन्छ दिलबहादुर ओली। यसैगरी तेस्रो स्थानको लागि पल्लो खेल मैदानमा खेल सुरु हुनेवाला छ। तेस्रो स्थानको लागि भने लेगबेसी सुर्खेत वर्सेस बाफीकोट को खेल सुरु भइसकेको छ। यहाँ प्रमुख रेफ्री निरज राणाको उसिल बजिसकेको छ भने यो जीवन साईको स्पाइक रहनेछ भने यहाँ टच आउट छ। स्कोर थप्दै लेगबेसी खाता खोलेको छ 1 भने बाफीकोट 1-0 रहेको छ। यो पहिलो सेटको पहिलो खेल पहिलो अङ्कमा लेगबेसी अगाडि छ 1 पोइन्टको। हेरिकै राम्रो फिनिसिङ चलाखीपूर्ण जर्सी नम्बर 4 लगाएका बाफीकोटेका खेलाडी। स्कोर थप्दै 1-1 बराबर रहेको छ भने यहाँ अब फाइनल खेलको लागि भने खेल सञ्चालन हुँदैछ। यहाँ भने 2-1 भएको छ। लेगबेसीले 1 अङ्क गुमाएर बाफीकोटले 1 अङ्क थपेको छ भने आदरणीय दर्शक मलान बाबुहरू यो हाम्रो अफिसियल टिम बसेको ठाउँमा तपाईहरूको उपस्थित हुने छैन। यहाँ हामी अफिसियल ग्रुपलाई र आयोजक टिमलाई असहज हुने भएकाले ल है सबैजनाले सेयर गरिदिनु होला। धेरैजनाले हेरिराख्नु भएको छ। यहाँ भने सेयर गरेर चाहिँ अझै पनि लाइभमा पनि हामीले फाइनल खेल देख्नेछौँ। म यहाँ खेलाडीको नाम वाचन गर्न गइरहेको छु। कृपया खेलाडी साथीले नाम वाचन गरे बखतै तपाईहरूले आफ्नो हात तपाईहरूले चिनाउनु पर्नेछ। अलब्रोदर अलबहादुर खनाल स्पोर्ट क्लबका मनिष बिके जर्सी नम्बर 8 मा हुनुहुन्छ। राजु बिके जर्सी नम्बर 17, गोपाल बिके जर्सी नम्बर 11, हेमराज शेर्पाली जर्सी नम्बर 5, छवि यान्सी जर्सी नम्बर 1, पहल गद्रा जर्सी नम्बर 6, अर्जुन पुन जर्सी नम्बर 9 मा भने टिम भुवनमा हुनुहुन्छ नवीन ओली जर्सी नम्बर 1, सुरेन्द्र केसी जर्सी नम्बर 18, दिलीप ओली जर्सी नम्बर 5, विकास ओली जर्सी नम्बर 7, रोशन केसी जर्सी नम्बर 2, राम सिंह बिके जर्सी नम्बर 9, जय केसी उहाँको जर्सी नम्बर रहेको छैन, नवराज ओली जर्सी नम्बर 6। यो खेल भने निकै मर्यादित र अनुशासित रहनेछ। यसै गरी यो खेल सञ्चालनको लागि पहिलो रेफ्रीमा हुनुहुन्छ पारदर्शक रेफ्री पवन साई भने दोस्रो रेफ्रीमा हुनुहुन्छ दिलबहादुर ओली। अब भने यो खेल सञ्चालन भइसकेको छ। तपाईँ हाम्रो माझमा यो पहिलो सेट यो भने यो पहल गदराजको स्पाइक निकै फितलो, यो भने सुरेन्द्र केसीको निकै पावरफुल, यो भने उनी आउटसाइड हिट गर्नका त माहिर नै छन्। सुरेन्द्र केसी जर्सी नम्बर 18 मा सजिएका छन् भने खाता खोलेको छ 1-0। फेरि पनि दोस्रो पटक फेरि मौका, यो सुरेन्द्र केसीले पनि यहाँ रिसिप्सन मिलाउन सकेका छैनन्। अब भने पहल गदराजले स्कोर तल्दै अलबहादुर स्पोर्ट क्लबको 1 भने टिम भुवन 1-1 बराबर रहेको छ। अब भने जर्सी नम्बर 7 का विकास ओलीको यो निकै राम्रो स्पाइकले गर्दा पोइन्ट आउँदै 2 टिम भुवन भने अलबहादुर खनाल
स्पोर्ट क्लबको 1-2-1 जाने हो कि यो कति देख्छ खै त एकछिन ब्याट्री पनि यहाँ ऊ भयो क्या मोबाइलको मेरोमा मोबाइल चार्ज भइरहेको क्या एकछिन पछि तान्नु होला अहिले पनि बल आउटको सङ्केत छ अलबहादुर स्पोर्ट क्लबले पोइन्ट अफ द 2 भने चिम्बुवन 2-2 बराबर यो हामी पहिलो सेटदेखि नै पहिलो अङ्कदेखि नै प्रतिस्पर्धा हुने आकलन छ यहाँ भने निकै 90 डिग्रीको ब्लक रहेको छ बल गदरा टर्कीको यो ब्लकमा भने स्कोर थप्दै अलबहादुर स्पोर्ट क्लबले 3 बनाएको छ भने अहिले भने नवीन ओली जर्सी नम्बर 6 मा सजिएका 3 बराबर 3-3 बराबर रहेको छ टिम भुवनको 3 भने अलबहादुर स्पोर्ट क्लब 3-3 बराबर यो सर्भिस पनि हिरार भएको छ जर्सी नम्बर 7 विकास ओलीको सर्भिस रहेको थियो यो सर्भिस पनि भइरहेको छ यसको फाइदा अलबहादुर स्पोर्ट क्लबलाई 7-3 बल गदरा टर्कीको सर्भिस थियो भने हेतुको स्पाइक सहजै यो स्पाइक पनि भइरहेको छ र टिम भुवनले पोइन्ट अफ द 4 भने अलबहादुर स्पोर्ट क्लब 4-4 बराबर यो भने सर्भिस फेरि पनि हिरार लगातार गल्ती गरिरहेको छ टिम भुवनले भने सहजै पोइन्ट थपिरहेको छ अलबहादुर स्पोर्ट क्लबले 5-4 र भने सुरेन्द्र केसी जर्सी नम्बर 18 मा छन् उनी भने आफ्नो सिपको भरपूर सदुपयोग गरिरहेका छन् यो खेलमा यो फाइनल खेलमा 5-5 बराबर निकै प्रतिस्पर्धा हुने आकलन रहेको छ यहाँ पनि दर्शक महानुभावहरूले आकलन गर्न सक्ने खेल रहेको छैन यो भने यसै भन्न सकिनेवाला छैन खेल हो कसले आफ्नो पोल्टो पार्छ यो भने केही समयमा यसको निष्कर्ष निस्किनेछ 6-5 यो पनि निकै कडा स्पाइक थियो र हल गौदराजले रिसिप्सन गर्न खोजेका थिए तर असफल भएका छन् भने 6-6 बराबर यो भने ब्याककोर्टबाट निकै पावरफुल स्पाइक जर्सी नम्बर 6 मा पहल गौदराज अनि आफ्नो रिचको निकै सदुपयोग गरिरहेका छन् निकै पावरफुल स्पाइक उनले विपक्षी टिमको टिम सेटरलाई सिधै हानेका थिए अहिले पनि निकै बाक्लो समर्थक आएको छ यहाँ ब्याक टु ब्याक आनन्द भइरहेको छ सुरेन्द्र केसीले निकै पावरफुल लिड गरेका थिए भने पहल गौदराजले सहजै स्कोर थप्न गए 8-7 अहिले भने नवीन ओली यदुको स्पाइक भइरहेको थियो यसको फाइदा भने अलबहादुर स्पोर्ट क्लबलाई रहेको छ 9-7 यो भने सहजै फिनिसिङ गर्न खोजे 10-7 अहिले भने यो 1 देखि 7 सम्म निकै प्रतिस्पर्धा आएको स्कोर पनि अहिले 3 पोइन्टको अग्रता लिएको छ अलबहादुर स्पोर्ट क्लबले भने सर्भिस हिरर यहाँ 8-10
बल गद्रादै भने यहाँ उनले चाहेको जस्तो सेटर मिलिरहेको छैन यहाँ त्यसैले उनले फितल स्पाइकहरू गरिरहेका छन् बेला बेला र पनि आफ्नो टिमलाई स्कोर थप्दैछन् अलबहादुर स्पोर्ट क्लब 11 भने भन्दै यहाँ टिम्बुवनले स्कोर थपेको छ 9 भने अलबहादुर स्पोर्ट क्लब 11 यो बेला बेला सर्भिस सिरर भइरहेका छन् दुवै टिमबाट भने यो दुवै टिमले गल्ती महसुस गर्नुपर्नेछ यहाँ भने निकै राम्रो जज भएको थियो र पनि बल फल्ट भएको बुझेका छौं 12-9 अलबहादुर स्पोर्ट क्लबले अहिले भने 3 पोइन्टको अग्रता दिलाइरहेको छ आफ्नो टिमलाई सर्भिसमा पहल गद्राज टर्की नवीन ओलियोको स्पाइक रहनेछ भने सहजै निकै किल स्पाइक छ अन्डरलाइन फर्स्ट लाइन भित्रै छ यो बल भने बेला बेला यहाँ समर्थकहरूको टिम्बुवनलाई समर्थक पनि बेला बेला आइरहेको छ 10-12 जम्प सर्भिस अहिले निकै घुमिएका छन् निकै जोसिएका छन् जर्सी नम्बर 9 का मिडल ब्लकर टिम्बुवनबाट भने पहल गद्राजको यो मिस्टेक 11-12 फेरि पनि पछ्याउँदैछ टिम्बुवन अलबहादुर स्पोर्ट क्लबलाई अहिले भने यहाँ ब्याककोर्टबाट निकै पावरफुल स्पाइक पहल गद्राज टर्कीको भने यहाँ अलबहादुर स्पोर्ट क्लबले स्कोर थप्दै 13 बनाएको छ भने टिम्बुवन 11-13-11 यो पहिलो सेटमा निकै प्रतिस्पर्धा जस्ताको तस्तै फिर्ता पनि गर्न जानेका छन् सुरेन्द्र केसीले भने अब यहाँ हानाहान भएको छ यो फाइनल खेल जस्तै भएको छ दुवै टिमका यो भने सुरेन्द्र केसीको 1 एन्ड बल रहन सक्यो तर टच आउटको संकेत बुझेका छौं र 14-12 अलबहादुर स्पोर्ट क्लब 14 भने टिम्बुवन 12 2 पोइन्टको पछि परेको छ सुरेन्द्र केसीले भने यहाँ निकै राम्रो प्रदर्शन देखाइरहेका छन् भने 13-14 यहाँ भने मिडल ब्लकर जर्सी नम्बर 8 मा रहेका अलबहादुर स्पोर्ट क्लबका जर्सी नम्बर 8 मा रहेका मनिष विकेले मिस्टेक गर्न पुगेका छन् यहाँ गल्ती गर्न पुगेका छन् 14-14 बराबर यो ब्याकवर्डबाट भने बारम्बार उनले प्रहार गरिरहेका छन् र बाधक बनेका छन् टिम्बुवनलाई अहिले भने पोइन्ट थप्दै अलबहादुर स्पोर्ट क्लब 15 भने टिम्बुवन 15-14 यो ऐतिहासिक बेल्टापु मेला 2082 मा पाल्नुभएका सम्पूर्ण दर्शक महानुभावहरू तपाईको माझमा यो फाइनल खेल को निकै प्रतिस्पर्धा यो पहिलो सेट 16-14 भने सुरेन्द्र केसीको स्पाइक भइरहेको थियो स्पाइकले गर्दा विपक्ष टिम अलबहादुर स्पोर्ट क्लबलाई अहिले भने पहल गद्राज सिंगल ब्लकमा थिए र असफल भएका छन् 15-16 सुरेन्द्र केसीले दोस्रो पटक पनि आफ्नो पोल्टमा स्कोर थपेका छन् टिम्बुवनको 15 रहेको छ भने अलबहादुर स्पोर्ट क्लब 16-15-16 सर्भिस गर्दै सुरेन्द्र केसी ब्याक टु ब्याक दोस्रो पटक पनि उनी सफल भएका छन् पहिलो पटक निकै ब्लकमा लागेको बल आफैले रिसिप्सन मिलाउँदै फेरि पनि 17-15 यो भने नवीन ओलियोको स्पाइक थियो
र टिम सेटर जर्सी नम्बर 9 मा रहेका अर्जुन फुनको निकै राम्रो डिफेन्ड रहेको थियो, तर यहाँ टिम मेम्बरहरूले भने त्यो बुझ्न सकेका थिएनन्। यो स्पाइक छ, यहाँ मिडल ब्लकरले भने जर्सी नम्बर 17 राजु बेकेले भने आफ्नो टिमलाई स्कोर दिलाउँदैछन्। 18-16 बलबहादुर स्पोर्ट क्लब 18 भने टिम भुवन 16 रहेको छ। नवीन ओली यो भने बारम्बार मिस्टेक देखेका छौँ, यो गल्ती पनि 19-16 यो पहिलो टाइम आउट, पहिलो सेटमा पहिलो टाइम आउट लिएको छ टिम भुवनले पनि स्कोर रहेको छ 19-16। बलबहादुर स्पोर्ट क्लबले पहिलो सेटमा 3 पोइन्टको अग्रता दिलाएको छ भने पछ्याउँदैछ टिम भुवन। यो फाइनल खेल उपाधि भिडन्त हो, यो उपाधि कसले चुन्छ, यो उपाधि कसले कुन टिमले लिनेछ र कुन टिमले ट्रफी उचाल्नेछ। टाइम सकिएको छ, पहिलो टाइम आउट भने सर्भिस गर्दै बलबहादुर स्पोर्ट क्लब यो ब्याकफुटबाट निकै पावरफुल स्पाइक रहन सक्थ्यो, तर बल एटमा छ, यसको फाइदा बलबहादुर स्पोर्ट क्लबले लिएको छ 20-16। सबैजना साथीहरूले सेयर भने हाम्रो तल्लो खेल मैदानमा तेस्रो पोजिसनको लागि खेल भइरहेको छ। 1000 भ्युअर्स देखाउनु पर्यो साथीहरूले, सबैले सेयर गरेर। यहाँबाट पहल गर्दै निकै राम्रो स्पाइक गर्दै बलबहादुर स्पोर्ट क्लबलाई 21-16 उनी भने यो खेलमा 1 म्यान आर्मी चुनिनु पर्नेछ। उनी भने यो खेलका एकलौटी खेल दिलाउन पर्नेछ उनले यो टिमलाई भने। विपक्षी कोर्टबाट भने टिम भुवनका सुरेन्द्र केसी सिधै स्पाइकलाई नै दिएका छन् 22-16। अहिले भने यहाँ समर्थकको हामीले यहाँ स्टेजबाटै देखेका छौँ समर्थकहरू, बलबहादुर स्पोर्ट क्लबका समर्थक भने उभिएका छन् भने यहाँ लामो समयपछि स्कोर थप्दै जर्सी नम्बर 7 का विकास टिम भुवनबाट 17-22। भएको छ, नेटमा यसको फाइदा लिएको छ बलबहादुर स्पोर्ट क्लबले 23 भने टिम भुवन 17। यो पनि फेरि मिस्टेक भएको छ यहाँ 24। अब भने म्याच पोइन्टमा पुगेको छ बलबहादुर स्पोर्ट क्लब, म्याच पोइन्टमा रहेको छ भने 17 मा रहेको छ टिम भुवन 24-17। अब सेट पोइन्टको मात्रै खाँचो छ र भन्दा भन्दै यहाँ सेट पोइन्ट पनि हात पारेर पहिलो सेट, त्यो पहिलो फाइनल खेलको पहिलो सेटको आफ्नो पोल्टोमा पार्न सफल भएको छ बलबहादुर स्पोर्ट क्लब पनि 0 मा रहेको छ टिम भुवन। क्या पनि लिने भयो कि त्यसले जित्नुपर्छ। यो फाइनल खेलको उपाधि भिडन्त भने पहिलो सेट आफ्नो पोल्टोमा पारेको छ बलबहादुर स्पोर्ट क्लबले भने 0 मा रहेको छ टिम भुवन। यसै गरी पल्लो खेल मैदानमा भइरहेको तेस्रो पोजिसनको लागि लेग बेसी भर्सेस बाफीकोट बीचमा भइरहेको खेल
झुम सुन्दर चम्किनेछ झमसँग उदाउँछ फेरि पनि सुखको दिन हामी माझ मुस्कुराउँछ। केही समयमा दोस्रो सेट पनि सञ्चालन हुनेवाला छ। पहिलो सेट हलबहादुर स्पोर्ट क्लबले आफ्नो हात पारेको छ भने दोस्रो सेटको हो भने हामी पर्खाइमा रहनेछौँ। यहाँ दोस्रो रेफ्रीबाट उसिल बजिसकेको छ। दोस्रो खेल सुचारू हुनेवाला छ। अब यो दोस्रो सेटमा जर्सी नम्बर 1 मा रहेका छन् हलबहादुर स्पोर्ट क्लबका छवि एमसीबाट सर्भिस हुँदैछ भने रिसिभमा जर्सी नम्बर 7 रिसिभ सुरेन्द्र केसीको स्पाइक थियो भने यहाँ पहल गजराज र मनराज जर्सी नम्बर 8 र 6 को जोडीले भने ब्लक गरेर आफ्नो पोइन्टमा स्कोर थप्दै 1 बनाएको छ भने र यहाँ टिम्बुवन भने शून्यमा छ। सजिलै रिसिप्सन टिम सेटर जर्सी नम्बर 9 मा पहल गजराज भने निकै पावरफुल स्पाइक आफ्नो रिचको सदुपयोग गरेका छन्। हुन् नेपालका राष्ट्रिय खेलाडी सानोबेरीका छोरा हुन् उनी सानोबेरी 3 बाट जन्मिएका उनी रुकुमका सान पनि हुन्। उनी पनि सुरेन्द्र केसी पनि के कम भनेर जर्सी नम्बर 18 मा छन् उनी पनि सानोबेरी 4 कै हुन्। यहाँ 3 र 4 बीचमा भइरहेको छ खेल। हलबहादुर स्पोर्ट क्लब र टिम्बुवन बीचमा भएको खेल 1-2 जर्सी नम्बर 5 मा सजिएका र यतिखेर भने उनले मेन्टल खेल खेलेका छन्। उनले माइन्ड खेल खेलेका छन्। उनले दिमागी खेल खेलेका छन्। पहल गजराज 3 भने हलबहादुर स्पोर्ट क्लब 3 भने टिम्बुवन 1। यहाँ फेरि पनि फल्ट हुन पुगेको छ। पहल गजराजको फलले गर्दा यहाँ टिम्बुवन स्कोर थप्दै 2-3। ब्याक टु ब्याक 2 पटक ब्लक गरेका छन् यहाँ सुरेन्द्र केसी र मिडल ब्लकको जर्सी नम्बर 9 मा सजिएका रामसिंह विकेबाट यो उहाँहरूको यो जोडीले ब्याक टु ब्याक 2टा ब्लक गरेको छ। पहल गजराजको 3-3 बराबर टिम्बुवन 3 भने हलबहादुर स्पोर्ट क्लब 3। अहिले पनि उनले टच आउट हान्ने कोसिस अहिले भने 4 हलबहादुर स्पोर्ट क्लब 4 भने टिम्बुवन 3-4-3। यहाँ पनि लगातार तेस्रो पटक गल्ती गर्न पुगेका छन् यहाँ पहल गजराज र जर्सी नम्बर 17 मा रहेका राजु विकेको जोडीले पनि यहाँ नेट टच गर्न पुगेर किनभने निकै बाहिरिएको छ स्पाइक। यो ब्याककोर्टबाट निकै पावरफुल स्पाइक थियो। सुरेन्द्र केसीको यो चर्चा गर्न लायकका स्पाइकहरू ब्याककोर्टबाट नै हुनेछन् भने 5-4। ब्याककोर्टबाट अहिले भने सहजै स्कोर तपाईँका छन् 6-4। अहिले भने 2 पोइन्टको अग्रता फेरि पनि योभन्दा अघिल्लो सेटको नतिजा हेर्ने हो भने 7 निकै प्रतिस्पर्धामा गएको टिम निकै प्रतिस्पर्धामा गएको खेल
पछिल्लो अवस्थामा निकै ब्याक भएको थियो टिम भुवन। यो पहल गजराजको ब्याक टु ब्याक स्पाइक मैले बेला बेला भन्ने गरेको छु वन म्यान आर्मी उनले एक्लै उभिएका छन्। यो भने दोस्रो सेटको पहिलो टाइम आउट टिम भुवनबाट 4-7 भने यो भने 3 पोइन्टको अग्रता लिएको छ। अहिलेसम्मको नतिजा हेर्दा पहिलो सेट आफ्नो फोटो पारेको हलबहादुर स्पोर्ट क्लब भने यहाँ भने हलबहादुर स्पोर्ट क्लबका समर्थकहरूले निकै रमाएको देखेका छौँ हामीले। यहाँ टिम भुवन भने यतिखेर ब्याक भएको छ। पहल गजराज टर्कीको सर्भिस भवनी जर्सी नम्बर 9 मा सजिएका टिम सेन्टर अर्जुन पुनको निकै राम्रो खेल प्रदर्शन गरिरहेका छन्। उनले आफ्नो सिपको भरपूर सदुपयोग गरिरहेका छन् भने टिम भुवनले स्कोर थप्दै 5 बनाएको छ भने हलबहादुर स्पोर्ट क्लब भने 7 रहेको छ। यहाँ ब्याकवर्डबाट हाना हुनेछ। यो पनि माइन्ड खेल खेलेका छन् पहल गजराज टर्कीले 8-5। 8-5 यो भने दोस्रो सेटमा 3 पोइन्टको अग्रता लिइरहेको छ हलबहादुर स्पोर्ट क्लबले भने टिम भुवन। अहिले भने निकै लुसिएका छन् सुरेन्द्र केसी जर्सी नम्बर 18 मा यिनको खेल यो दोस्रो सेटमा भने ब्याक परेको छ 9-5। ऐतिहासिक बल्टापु मेला 2082 मा पाल्नुभएका सम्पूर्ण दर्शक महानुभावहरू यहाँ आउनुभएका भलिबल खेल प्रेमी यहाँ महिला तर्फको खुल्ला वडा स्तरीय भलिबल पनि भएको थियो र पुरुष तर्फको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगितामा भने अहिले भने पहल गजराज टर्की भने निकै उमिएका छन्, निकै उम्सिएका छन्, निकै तातिएका छन्। उनीले भने स्कोर थप्दै हलबहादुर स्पोर्ट क्लब 10 भने टिम भुवन 5 10-5। यहाँबाट ब्याक टु ब्याक आना हुनुहुनेछ नवीन ओलीको स्पाइक रह्यो त्यो अहिले भने जर्सी नम्बर 1 मा निकै लामो समयपछि नवीन ओलीको स्पाइक रहेको छ। टिम भुवनलाई पोइन्ट 6-10। रुकुम भलिबल के भन्ने छ क्या अहिले पनि निकै लामो र्याली रहेको छ र अहिले माइन्ड खेल खेलेका छन् सुरेन्द्र केसीले 7-10 पोइन्ट पछ्याउँदैछ टिम भुवन भने। आदरणीय दर्शक महानुभावहरू यो ऐतिहासिक बेल्टापु मेला 2082 मा महिला तर्फको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगितामा भने सल्यान
सर्भिस गर्दै जर्सी नम्बर 7 का अहिले पनि उनले पहल गजराजको सपोर्टमा पनि निकै राम्रो खेल प्रदर्शन गरिरहेका छन्। जर्सी नम्बर 1 मा सजिएका सबै भने सर्भिस गर्दै जर्सी नम्बर 11 का अहिले पछिल्लो अवस्थामा भने नवीन ओलीको स्पाइक रहेको थियो। टिम्बुवनले स्कोर 9 बनाएको छ भने हलबहादुर स्पोर्ट क्लब 11 अहिले पनि अङ्क दूरी घटाउँदैछ टिम्बुवनले। यो भने मिडल ब्लकर उनी निकै राम्रो स्पाइक गरेर 12 बनाएको छ हलबहादुर स्पोर्ट क्लबले पनि 9 रहेको छ टिम्बुवन। पहिलो सेट आफ्नो पोल्टो पारेको हलबहादुर स्पोर्ट क्लब पनि अहिले आफ्नो लयमा देखिएको छ। दोस्रो सेट पनि पहल गजराज आजको यो फाइनल खेलमा पनि निकै भरपूर सदुपयोग गरिरहेका छन्। आफ्नो 13-9 फेरि पनि 4 पोइन्टको अग्रता रहेको छ हलबहादुर स्पोर्ट क्लब। अहिले पनि जर्सी नम्बर 8 का मिडल ब्लकरले फेरि पनि स्कोर 14-9। यो खेलको लय हेर्ने हो भने दर्शक महानुभावहरूको ढुकढुकको कुरा हुन सक्छ। यहाँ भने यो खेल कि फाइनल जाला त तपाईहरुको यो उत्सुकता कुरो हुन सक्छ। पछिल्लो अवस्था हेर्दा 4 पोइन्टको अग्रता हलबहादुर स्पोर्ट क्लबले लिएको छ भने पछ्याउँदैछ टिम्बुवन। उनी बेला बेला माइन्ड खेल पनि खेल्ने गर्छन्। मिडल ब्लकर जर्सी नम्बर 8 मा रहेका छन् मनराज। 15-10 भने ब्लकमा हानेका थिए पहल गजराजले। अब यो दोस्रो पटकको यहाँ भने यो तेस्रो पटकको भने सहजै फिनिसिङ गर्न खोजेका छन्। यो फिल्डिङ बल 16-10 मैले मिडल ब्लकरको सिंगल ब्लक गरेका थिए र विपक्षीको मिडल ब्लकरको ब्लक गरेर आफ्नो पछिको जर्सी नम्बर 17 ले मिठो स्पाइक गर्दै स्कोर पनि 17 पुर्याएका छन् भने टिम्बुवन भने 10 मा अहिले पनि निकै अङ्क दूरी बढाउँदैछ हलबहादुर स्पोर्ट क्लब। 18-10 19-10 अङ्क दूरी बढाउँदैछ हलबहादुर स्पोर्ट क्लब भने यो दोस्रो सेटको दोस्रो सेटमा भने धेरै फराकिलो अन्तरले अगाडि रहेको छ।
यो फाइनल खेलमा निकै प्रतिस्पर्धा भएको छ। यहाँ भने फेरि पनि टस रहेको छ पाल गजराजको भने स्कोर थप्दै चिम्बुवन 12-19। यो ब्याकवर्डको स्पाइक थियो नवीन ओलीको र स्कोर थप्दै चिम्बुवन 13 भने अलवार स्पोर्ट क्लब 19 पोइन्टको अग्रता रहेको छ। भए यहाँ नवीन ओली यहाँ भने जज गर्न मिस्टेक गरेका छन्। 20-13 यहाँ भने फेरि पनि स्कोर थप्दै चिम्बुवन 14 र अलवार स्पोर्ट क्लब 14-20। गाइस 14 अहिले पनि यो ब्याकवर्डको स्पाइक थियो ब्याकवर्डबाट स्पाइक थियो असफल भएको छन्। 15-21 जर्सी नम्बर 17 मा रहेका राजु विकेले भने निकै राम्रो स्पाइक गरेर पोइन्ट दौदै 22 बनाएका छन् भने अलबहादुर स्पोर्ट क्लब 22 टिम्बुवन 15 22-15। यहाँ भने दोस्रो सेटमा पनि अहिले भने जर्सी नम्बर 7 मा रहेका टिम्बुवनका विकास ओलीले ब्रुममै हान्दिएका छन्। पहल गजराजलाई भने टिम्बुवनले स्कोर गर्दै 16 अलबहादुर स्पोर्ट क्लब 22। जम सर्भिस भने यहाँ फेरि पनि स्कोर गर्दै 17-22। टिम्बुवन सर्भिस गर्दै जर्सी नम्बर 7 ब्याकवर्डबाट स्पाइक रहन सक्छ। अब फेरि पनि सुरेन्द्र केसीको ब्याकवर्डको स्पाइक यो भने फ्रम यहाँ भने मिडिल ब्लकरले बल क्रस गर्न खोजेका थिए तर भए असफल रहेका छन्। जर्सी नम्बर 8 18-22 अङ्क दूरी घटाउँदैछ टिम्बुवन भने दोस्रो सेट पनि आफ्नो पोल्टो पार्नको लागि कोसिस गरिरहेको छ अलबहादुर स्पोर्ट क्लब। ब्याकवर्ड स्पाइक अहिले पनि यहाँ जर्सी नम्बर 17 का जर्सी नम्बर 11 मा सजिएका गोपालले सर्भिस सब्स्टिट्युट प्लेट जर्सी नम्बर 5 इन भने जर्सी नम्बर 11 आउट। अब भने यहाँ खेलाडी परिवर्तन भएको देखेका छौं हामीले अलबहादुर स्पोर्ट क्लबबाट हुँदै आउँदै हेमराज जर्सी नम्बर 5 मा सजिएका उनले भने आकलन गर्न सकेका थिएनन् त्यति फास्ट बल आउँछ भनेर र 19-23 टिम्बुवनको 19 छ भने अलबहादुर स्पोर्ट क्लब 23 19-23।
नवीन ओलीको सर्भिस यो सबैको भने यहाँ मिस्टेक गल्ती गर्न पुगेका छन्। अब भने यहाँ म्याच पोइन्टमा पुगिसकेको छ अलबहादुर स्पोर्ट क्लब 24 भने टिम्बुवान 19-24-19। भने यहाँ सिंगल ब्लक गरेर सेट पोइन्ट पनि हात पारेका छन् पहल गदराज टर्कीले। अलबहादुर स्पोर्ट क्लबले 2 सेट आफ्नो हात पारेको छ भने टिम्बुवान भने 0मा स्तम्भ रहेको छ। अब यो तेस्रो सेट के होला त? ऐतिहासिक बेल्टापो मेला 2082 मा पाल्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई यो ऐतिहासिक बेल्टापो मेलाका आयोजकको तर्फबाट हार्दिक नमन गर्दै यो भने फाइनल खेल यो भने उपाधि भिडन्त हो। फाइनल खेल ट्रफी भिडन्त हुनेछ। यहाँ 2,01,000 नगद राशि रहेको छ भने ट्रफी मेडल प्रमाणपत्र पनि प्रदान गर्न पर्नेछ। र अहिले भने फाइनल खेल भने टिम्बुवान र अलबहादुर स्पोर्ट क्लब बीचमा भइरहेको छ। सानीबेरी 4 वर्सेस सानीबेरी 3। यहाँ भने यो दोस्रो सेटसम्मको नतिजा हेर्दा दोस्रो सेट अलबहादुर स्पोर्ट क्लबले आफ्नो पोल्टो पारेको छ भने यो खेलमा पहल गदराज भने एक्लैले निकै हुम्सिएका छन् अनि 1 मैन आर्मी देखिएका छन्। र अब यो तेस्रो सेटमा के पो गर्लान् त? यहाँ भने टिम्बुवान ब्याक हुनुपर्ने अवस्था छ। के अब टिम्बुवान कम ब्याक होला त? दर्शक महानुभावहरूको यो कौतूहलताको कुरो हुन सक्छ। अब भने फेरि पनि खेल सुरु हुनेवाला छ। यो तेस्रो सेट सर्भिस गर्दै टिम्बुवान भने जर्सी नम्बर 6 मा नवीन ओली। र पल्लो भलिबल खेल मैदानमा भने तेस्रो स्थानको लेगबेसी वर्सेस बाफीकोट एक बीचमा भइरहेको छ। त्यहाँको अपडेट आउन बाँकी नै छ आदरणीय दर्शक महानुभावहरू, किनभने हामी एङ्करिङ गर्ने अफिसियली टिम अलि टाढा भएको हुनाले तपाईँहरूलाई नतिजा हामीले प्रकाशन गर्न सकिरहेका छैनौँ। त्यसमा हामी क्षमा प्रार्थी छौँ। अहिले पनि ब्लक गरिदिएका छन् जर्सी नम्बर 2 र जर्सी नम्बर 5 को जोडीले पहल गदराजलाई रोकेका छन्। यहाँ एक भने अल ब्रदर्स स्पोर्ट क्लब अलबहादुर स्पोर्ट क्लबको 0 रहेको छ। यो भने दोस्रो पटकको स्पाइक थियो र यहाँ ब्लकरहरू झुकिन पुगेर 1-1 बराबर। अब भने कम ब्याक हुन पर्नेछ सुरेन्द्र केसीको टिम टिम्बुवान भने यहाँ भने 2-1 को अङ्क स्कोर रहेको छ। यतिखेर भने जर्सी नम्बर 9 ले माइन्ड खेल खेल्न पुगेका थिए। अर्जुन पुनले पनि असहज भएका छन्, उनलाई असफल बनाइदिएका छन् टिम्बुवानका खेलाडीले। भने यहाँ स्कोर चल्दै 3-1। अहिले भने अङ्कदुरी अग्रतामा छ। यो भने दोस्रो पटकको पावरफुल स्पाइक पहल गदराजबाट 2-3। यो भने तेस्रो सेटको पहिलो टाइम आउट टिम भुवनबाट पनि
अहिलेसम्मको स्कोर अङ्क तालिका हेर्दा 208 आफ्नो हात पारेको छ। अलबहादुर खनाल स्पोर्ट क्लबले पनि 0 रहेको छ। टिम्बुवन यो तेस्रो सेटमा अब भने सर्भिस गर्दै टिम सेटर जर्सी नम्बर 9 मा सजिएका अहिले भने निकै राम्रो रिचको सदुपयोग गरेका छन् सुरेन्द्र केसीले। 7-2 सुरेन्द्र केसी भने एफएफ क्लबमा आबद्ध रहेका खेलाडी पनि स्पाइकर हुन्। कृपया भलिन्टियर साथीहरू यो बललाई खेल मैदानमा खेल सुरु भइरहेकै बेलामा बिचमा नफालिदिनु होला अनुरोध गर्दछु। यहाँ भने मिडल ब्लकर जर्सी नम्बर 17 का राजु विकेको स्पाइक थियो र 3-4 अलबहादुर स्पोर्ट क्लब 3 भने टिम्बुवन 4। अहिले भने निकै लामो समयपछि सुरेन्द्र केसीले आफ्नो स्पाइकमा स्कोर थप्दैछन् 5-3। यहाँ भने दक्षिण नम्बर 11 मा रहेका गोपालको स्पाइक थियो अलबहादुर स्पोर्ट क्लबलाई 4 भने टिम्बुवन 5-4-5। यो तेस्रो सेट सुचारू भइरहेको छ फाइनल खेलको तेस्रो सेट। यहाँ भने निकै पावरफुल विकासको स्पाइक थियो त्यो भने विपक्ष कोर्टमा निकै पावरफुल स्पाइक गरेर रिटर्न पनि भएको छ 6-4। यो फाइनल खेलमा तेस्रो सेट प्रारम्भ भइरहेको छ तपाईँको माझमा ब्याककोर्टको स्पाइक रहनेछ। ब्याकवर्डबाट हानहान भएको छ सुरेन्द्र केसी र पहल गजराजको। यहाँ भने 5-6 अहिले भने अग्रतामा छ टिम्बुवन। यहाँ भने अहिले जर्सी नम्बर 7 भने निकै राम्रो प्रदर्शन गरिरहेका छन् जर्सी नम्बर 7 ले। जर्सी नम्बर 7 को सर्भिस स्कोर पनि 7 रहेको छ 7-5 टिम्बुवन 7 भने। र यहाँ फितलो स्पाइक गरेका थिए सुरेन्द्र केसीले टच आउट हुन पुगेको छ 8-5 3 पोइन्टको अग्रता। 8-5 अहिले पनि अलबहादुर स्पोर्ट क्लब पछि परेको छ। अहिले पनि ब्याकवर्डबाट निकै पावरफुल स्पाइक थियो र स्कोर गर्दै 9 टिम्बुवन। यो भने तेस्रो सेटको पहिलो टाइम आउट लिएको छ अहिलेसम्म पहिलोपटक टाइम आउट लिएको छ अलबहादुर स्पोर्ट क्लब। भने 5-9 यो फाइनल खेलमा यहाँ भने टिम्बुवन स्कोर बढाउँदैछ अङ्क 2 कायम नै गरेको छ 4 पोइन्टको अग्रता रहेको छ भने अलबहादुर स्पोर्ट क्लब अहिले पनि पछ्याउँदैछ 5-9। यो जम्प सर्भिस जर्सी नम्बर 7
अहिले पहल गजराजले ब्याकवर्डबाट एक पावरफुल स्ट्राइक गरेर पोइन्ट आउँदैछ बनाएको छ भने हलबहादुर स्पोर्ट क्लब छ भने टेम्बोवन 9-9 यहाँ भने बुडुम बुडुम हानान भइरहेको छ बलको आवाज नै फरक देखेका छौँ हामीले अहिले भने पहल गजराजले बुडुममै हान्छन् भने सुरेन्द्र केसीले पनि ब्याक टु ब्याक बुडुम बुडुम हानान भइरहेको छ भने अब के हुन्छ यो खेल फाइनल खेल हो यो र हामीले निकै राम्रो खेल प्रदर्शन गरेका देखेका छौँ जर्सी नम्बर 9 का अर्जुन पुन र पनि जोसिएका छन् उनी अर्जुन पुन टिम सेटर हुन् हलबहादुर स्पोर्ट क्लबका टिम सेटर जर्सी नम्बर 9 मा रहेका छन् र यो ऐतिहासिक बेल्टापो मेला 2082 मा तेस्रो पोजिसनको लागि भने खेल समापन भइसकेको छ अबको केही समयमा तपाईहरुलाई हामी अपडेट सुनाउनेछौँ लेगबेसी बसेस बाँधेकोटे भएको खेल तेस्रो पोजिसनको लागि केही समयमा हामी सूचना आउट गर्नेछौँ केही समयमा हामी नतिजा आउट गर्नेछौँ किनभने हामी त्यो खेल मैदानभन्दा केही टाढा छौँ यो मिडल ब्लकर जर्सी नम्बर 8 बाट रहेको स्पाइक भने बाहिरियो यसको फाइदा टिम्बुमले लिएको छ 11 हात अहिले भने हलबहादुर स्पोर्ट क्लब 3 पोइन्टको पछि परेको छ भन्दा भन्दै मैले नतिजा आउट गरेको छु लेगबेसी सुर्खेत तेस्रो स्थान हासिल गरेको छ भने अब भने प्रथम र द्वितीयको लागि भने केही समय कुर्न पर्नेछ आदरणीय दर्शक महानुभावहरू यो खेल भने तपाईहरुको माझमा अहिले भने यो लामो समयपछि सुरेन्द्र केसीको बुडुममै बाने सुरेन्द्र केसीको स्पाइकले टिम्बुवनलाई स्कोर गर्दै 12 बनाएको छ भने हलबहादुर स्पोर्ट क्लब भने 9-12 अब के पहल गजराजले फेरि बुडुममै हाल्ला नि त हानि नै पो हाल्यो हान्दा हान्दै यहाँ सुरेन्द्र केसी र जर्सी नम्बर 9 मा सजिएका रामसिंह विकेको जोडी ब्लकले उनलाई रोकिदिएका छन् पहल गजराजलाई 13-9 भने यो सर्भिस मिस्टेक गल्ती भएको छ जर्सी नम्बर 5 मा रहेका दिलीपबाट यो सर्भिस एरर भएको छ यसको फाइदा भने हलबहादुर स्पोर्ट क्लबले लिएको छ 10-13 अब भने पहल गजराजको हातमा फेरि पनि सुरेन्द्रको पालो रहनेछ हान्न पाने फेरि ब्लक गरिदिएका छन् फेरि पनि दोस्रो पटक यो भने दुईटाको निकै प्रतिस्पर्धा रहेको थियो ब्याक टु ब्याक हानान भएको थियो तर सफल भएका छन् सुरेन्द्र केसी निकै राम्रो जज गरेका थिए पहल गजराजको यो टच आउट गर्ने माइन्ड मेकअप खेल रहने थियो तर असफल भएका छन् दोस्रो पटक टाइम आउट दिएको छ हलबहादुर स्पोर्ट क्लबले दोस्रो टाइम आउट दिएको छ यो तेस्रो सेटको दोस्रो टाइम आउट भने टाइम सकिएको छ अहिले भने 4 पोइन्टको अग्रता लिएको छ टिम्बुवनले भने हलबहादुर स्पोर्ट क्लब 4 पोइन्ट पछाडि परेको छ हलबहादुर स्पोर्ट क्लब यो तेस्रो सेटमा अहिले भने दोस्रो पटक सुरेन्द्र केसी जर्सी नम्बर 9 मा सजिएका 9 र 18 9-18 ले दुई पटक ब्लक गरेर पहल गजराजलाई ब्याक पारेका छन् भने स्कोर थप्दै टिम्बुवन 15 भने पहल गजराज हलबहादुर स्पोर्ट क्लब 10 5 पोइन्टको अग्रता फेरि पनि ब्लक गर्न सक्थ्यो यहाँ भने जर्सी नम्बर 9 का रामसिंहले नेट टच गरेको संकेत पाएका छौँ 11-15 अब भने सर्भिस गर्दैछन् पहल गजराज यो खेल हो त
सुरेन्द्र केसी र पहल गजराजको मारामार भएको छ यहाँ। यो खेल हो त टिम्बुवन रालबहादुर स्पोर्ट क्लबको स्पोन्सरमा भएको खेलमा पहल गजराज र सुरेन्द्र केसीको आनन्द भएको छ। यो खेल भने फाइनल नतिजा हेर्न हामीले केही समय कुर्न पर्नेछ। आदरणीय दर्शक महानुभावहरू, यहाँ भने अब नवीन सिंह हेतुको स्पाइक रहनेछ र यहाँ जर्सी नम्बर 17 मिडिल ब्लकरले बलै नदेखे जसो भयो र यहाँ स्कोर थप्दै टिम्बुवन 17 भने अलबहादुर स्पोर्ट क्लब 12। सर्भिस गर्दै जर्सी नम्बर 9 मिडिल ब्लकर। यहाँ भने वान एन्ड रिसिप्सन एउटा हातले सहजै रिसिभ गर्न खोजेका थिए सुरेन्द्र केसीले, तर असफल भए। र 13-17 जर्सी नम्बर 11 सर्भिस गर्दै अलबहादुर स्पोर्ट क्लबका हेरी हान्दिए पहल गजराजको ब्याककोर्टको स्पाइक यो फिनिसिङ गर्न खोजेका थिए र पनि सफल भए पहल गजराज। 14-17 अब भने यो तेस्रो सेटमा कसले जित हासिल पार्ला। यदि अलबहादुर स्पोर्ट क्लबले यो सेट हात पार्यो भने सोझो सेट जित हासिल गर्नेछ भने अहिले भने बुडुममै हानेर बुरुक्कै पो गयो त यदु नवीन ओली यदु बुडुममै हानेर बुरुक्कै विपक्ष कोर्टमा गएका छन् र स्कोर थप्दै टिम्बुवन 18 भने अलबहादुर स्पोर्ट क्लब 18-14। यहाँ भने रिसिप्सन अब यहाँ के हुन्छ। यहाँ भने जर्सी नम्बर 1 मा सजिएका छविको स्पाइक थियो। हरा पोइन्ट आउँदै 15-18 अङ्क दूरी घटाउँदैछ अलबहादुर स्पोर्ट क्लब। यो तेस्रो सेट आफ्नो पोल्टोमा पार्ने तर्खरमा छ। टिम्बुवन भने पछ्याउँदैछ अलबहादुर स्पोर्ट क्लब। वान एन्ड रिसिप्सन अर्जुन पुनको ब्याकवर्ड स्पाइक यो ब्याकवर्ड स्पाइक थियो सुरेन्द्र केसीको भने 19-15 यो उग्रता कायम राखेको छ टिम्बुवनका खेलाडीले। यदि यही लयमा जाने हो भने यो सेट आफ्नो पोल्टो पार्न सक्छ टिम्बुवनले भने। जित दर्ता गर्नको लागि, जित हासिल गर्नको लागि अलबहादुर स्पोर्ट क्लब पनि कम्ब्याक हुनुपर्ने अवस्था छ। यो पहल गजराजको मैन खेल, उनले दिमागी पनि खेल्छन्। 16-19 अहिले भने 3 पोइन्टको अङ्क दूरी घटाएका छन्। सरी 16-19 यहाँ पेल भएको थियो। अब हार हुनेछ र पनि सफल भएका छन् दोस्रो पटक सुरेन्द्र केसी 20-16 टिम्बुवन 22 भने अलबहादुर स्पोर्ट क्लब 16। यो 4 पोइन्टको अग्रता कायम नै राखेको छ। अब भने फ्रम कोर्टमा छन् सुरेन्द्र केसी र पहल गजराज। अब पालो रहेको छ पहल गजराजको। अब यहाँनिर के पो हुन्छ त, दोस्रो पटक मौका आएको छ। यो मौका भने सदुपयोग गर्नुपर्नेछ पहल गजराजले र पनि सदुपयोग गरेका छन्। 17-20 झाँसी नम्बर 9 अर्जुन पुन टिम सिटर सर्भिसमा अलबहादुर स्पोर्ट क्लबबाट भने निकै राम्रो रिच सदुपयोग गर्न खोजेका थिए तर बाहिरियो यसको फाइदा भने अलबहादुर स्पोर्ट क्लबले 18-20 अङ्क दूरी घटाएको छ। अहिले पनि 2 पोइन्टमा जानेको छ अलबहादुर स्पोर्ट क्लबले। रौडी जर्सी नम्बर 9 मा सजिएका अर्जुन पुन भने कम छैनन्। बल रिसिप्सन गर्न त खोजेकै हुन्छन् तर के गर्ने, पावर धेरै हुन्छ। र पनि टिम्बुवनको सर्भिस 21-18 पहल गजराजको माइन खेल। ब्याककोर्टबाट नवीन ओली यदुले बुडुममै हाने र 22-18 फेरि पनि
4 पोइन्टको अग्रता लिइसकेको छ टिम भुवनले भने अलबहादुर स्पोर्ट क्लब पछ्याउँदैछ जित दर्ता गर्नको लागि सेटमा कम ब्याग हुन पर्नेछ अलबहादुर स्पोर्ट क्लब भने यो फाइनलमा पुग्नको लागि भने लगातार दोस्रो सेट 2 सेट खान पर्नेछ अहिले भने झन्डी नै पुगे पहल गजराज यहाँनिर 3 सेटअप नमिलेको कारणले गर्दा यो पनि बाक्लो उपस्थितिमा बाक्लो सपोर्ट आएको छ टिम भुवनको यो बाक्लो सपोर्टले के गर्छ टिम भुवनलाई फाइनल जिताउँछ या हराउँछ यो पनि ब्याक कमब्याक भएको छ यो निकै राम्रो जज रहेको छ जर्सी नम्बर 8 का अलबहादुर स्पोर्ट क्लबका खेलाडी पोइन्ट थप्दै 19-23 सर्भिस गर्दै अब पनि यहाँ गाह्रो छ किनभने 1 मिनट अब 23 अहिले पनि 3 पोइन्टको अग्रता जर्सी नम्बर 7 यहाँनिर गल्ती गर्न पुगे सुरेन्द्र केसी फ्रम कोर्टमै छन् अब के पो गर्छन् त सुरेन्द्र केसीले र भन्दै यहाँ पहल गजराजले गल्ती गर्न हुने थिएन उनी 24-20 म्याच पोइन्टमा पुगेको छ टिम भुवन यो तेस्रो सेटको म्याच पोइन्टमा पुगेको छ टिम भुवन भने यो तेस्रो सेट हो दोस्रो योभन्दा अघिल्ला सेटहरूमा प्रतिस्पर्धा बिना नै टुङ्गिएका थिए दुवै सेट भने अहिले भने यो पनि नवीन ओलीको ब्लक थियो अब के हुन्छ सेट पोइन्ट हात पार्ला नि त ब्याकवर्डबाट स्पाइक रहनेछ पहल अब सुरेन्द्रको यहाँ मैले भन्ने गरेको छु बेला बेला हान हुनेछ बुडुम बुडुम हान हुनेछ यो त्यस आदरणीय दर्शक महान बाबुहरू यो भलिबलको उद्गम स्थल हो साथीहरु एकदमै यो सानीबेरी 4ले 1 सेट र भलिबलको उद्गम स्थल यहाँबाट विभिन्न लेभलका विभिन्न खेलाडीहरू सबैजनाले शेयर गरिदिनु होला एकदमै रमाइलो भइरहेछ एकदमै दर्शकहरुको पनि बाक्लो उपस्थिति छ र यहाँ भलिबल भन्ने बित्तिकै क्रेज नै त्यस्तै रहनेछ र पनि बाक्लो उपस्थितिमा फाइनल खेल यो ऐतिहासिक बेलटापु मेला 2082 को फाइनल खेल अलबहादुर स्पोर्ट क्लब भर्सेस टिम भुवन बीचमा भइरहेको छ भने दोस्रो सेट लगातार 2 सेट आफ्नो पोल्टोमा पारेको थियो अलबहादुर स्पोर्ट क्लबले भने तेस्रो सेट आफ्नो पोल्टोमा पारेको छ टिम भुवनले अब भने फाइनल सेट खेल्नको लागि टिम भुवनले यो सेट पनि आफ्नो पोल्टो पार्नु पर्नेछ भने र जित दर्ता गर्नको लागि भने अलबहादुर स्पोर्ट क्लबले भने यो सेट आफ्नो पोल्टो पार्नु पर्नेछ यो ट्रफी उचाल्नको लागि र यो फाइनल खेल भने सुचारू भइरहेको छ तपाईको माझमा तपाईँ हाम्रो माझमा भारदेशकीय रेफ्री भवन साई प्रमुख रेफ्रीमा हुनुहुन्छ भने दोस्रो रेफ्रीमा हुनुहुन्छ दिलबहादुर ओलीले यो खेल सुचारू गरिराख्नु भएको छ यसै गरी यो तेस्रो सेट यो चौथो सेट भने अब केही समयमा सुचारू हुनेवाला छ र भन्दा भन्दै यो सिल पनि बजिसकेको छ दोस्रो रेफ्रीबाट आदरणीय दर्शक महान बाबुहरू यो फाइनल खेल अब पनि हेर्न लायक हुन सक्छ अब के पो हुन्छ टिम भुवन भर्सेस अलबहादुर स्पोर्ट क्लब बीचमा भएको यो खेल फाइनल खेल हो
वादी विदन्त यो खेलमा कसले जित दर्ता गर्छ। सर्भिस गर्दै हलबहादुर स्पोर्ट क्लब जर्सी नम्बर 1 होइन भने बल आउट भएको छ र सर्भिस गर्दै र पनि खाता खोल्दै हलबहादुर स्पोर्ट क्लब 1 बने टिम्बुवन 0-1-0। जर्सी नम्बर 17 राजुको ब्लकको माथिबाट हानेका छन् सुरेन्द्र केसीले। 1-1 बराबर। आदरणीय दर्शक महानुभावहरू खेल सुचारू भइरहेको बेला भलिबल कोर्टमा बल फालिदिनु होला। अब भने पहल गजराजको पालो भन्दा भन्दै जर्सी नम्बर 17 राजुले आफ्नो टिमलाई पोइन्ट थपाउँदै भने 2 हलबहादुर स्पोर्ट क्लब 2 भने टिम्बुवन 1-2-1 यो 14औं सेटको अङ्क तालिका हो। यहाँ पनि फल भएको छ पहल गजराजको। यिनी बारम्बार यो गल्ती गरिरहेका छन्। 2-2 बराबर। यहाँ पनि 2 सेट हलबहादुर स्पोर्ट क्लबले आफ्नो बोल्टो पारेको छ भने 1 सेट टिम्बुवन। अहिले पनि आफ्नो राम्रो यसको प्रयोग गरेर स्कोर थप्दै 3-2। सर्भिस गर्दै अर्जुन पुल जर्सी नम्बर 9। यो भने यहाँ मिस्टेक, यहाँ भने गल्ती र मिस्टेक सँगै गएको छ दुवै काउ। 3-3 बराबर। सर्भिस गर्दै सुरेन्द्र केसी यो रिसिप्सन यहाँनिर गल्ती भएको छ। यहाँ भने अब भने के हुन्छ नवीन ओली। अब भने के हुन्छ फेरि पनि मौका छ। सुरेन्द्र केसीले ब्याकवर्डबाट हिट गरेका थिए 4-3 भने। अब भने टिम्बुवन कम्ब्याक हुन पर्ने अवस्था हुन सक्छ। यदि यो सेट पनि टिम्बुवनले लियो भने बेस्ट अफ 5 5औं सेट खेल्न पर्नेछ। फेरि पनि हानाहान हुन सुरु भइसकेको छ। दोस्रो पटक 2-2 पटक हानाहान त भएकै हो, के गर्ने। तेस्रो पटक भने सहजै पोइन्ट आयो। 4-4 बराबर। यो खुल्ला वडा स्तरीय पुरुष भलिबलको फाइनल खेलमा हलबहादुर स्पोर्ट क्लब उनी पनि के कम जर्सी नम्बर 7 मा सजिएका छन्। उनीले पनि बेला बेला बुडुम बुडुम दिइरहेका छन् भने हलबहादुर स्पोर्ट क्लबबाट पहल गजराजको एकै धमाकेदार खेल प्रदर्शन भइरहेको छ। यो भने गल्ती र मिस्टेक भएको छ। 6-4 यो 4औं सेटमा 2 पोइन्टको अग्रता लिएको छ टिम्बुवनले। यो ब्याकवर्ड स्पाइक थियो पहल गजराजको। 6-5 अहिले भने यो 4औं सेटमा पनि अग्रतामा छ टिम्बुवन। नवीन ओलीको यो फितल स्पाइक। यहाँ भने एक रिसिभमा देखेका छन् जर्सी नम्बर 7 का खेलाडी। यहाँ भने
पार नै भएका छन् 6-6 बराबर। उनी यो गर्छन् र पो फायर देखिन्छन्। जर्सी नम्बर 7 का खेलाडीले आनेका थिए र दोस्रो पटक नवीन ओलीले आनेका थिए। 7 छ बलबहादुर स्पोर्ट क्लबको स्कोर रहेको छ भने चिम्बुवनको 7। यहाँ भने बलआउटको संख्या देखेका छौँ। 7 लाइनको जेनरल नरमा आउन लाग्यो। हेलो 8-8 बराबर रहेको छ। यो 14औं सेटमा भने निकै प्रतिस्पर्धा रहने आकलन छ। हेदु नवीन ओलीको जम्प सर्भिस। यहाँ उनी त स्पाइक पनि गर्छन् बेला बेला। स्पाइक गरेका थिए तर के गर्ने, ठोकिदियो भगवानले, हाइट कम पारिदियो अर्जुनको, नभए त बुडुम्मै हान्थे होला। के गर्नु, दैवको लीला। र पनि उनी माइन्ड खेल्नमा त माहिर रहेछन्। उनी तगडा छन्, खतरा छन्, डेन्जर छन्। नवाज यो रिसिप्सन जर्सी नम्बर 1 बाट गल्ती। यहाँ अलबहादुर स्पोर्ट क्लब 8 भने चिम्बुवन 10 8-10। यो 14औं सेटको पहिलो टाइम आउट अलबहादुर स्पोर्ट क्लबले लिएको छ भने अङ्क दूरी बढाउन कोसिस गरिरहेको छ चिम्बुवन। हात छोड्ने बल राम्रो हुने टाइम अफ भएको छ, टाइम सकिएको छ। 10-8। यहाँ नवीन ओलीको जम्प सर्भिस रहनेछ। अब यहाँ ब्याकआउट स्पाइक सहज। यो मौका हुन सक्छ सुरेन्द्र केसीको लागि भन्दा भन्दै यहाँ सुरेन्द्र केसीले टिम सेटर अर्जुनलाई हानेकै छन्। अर्जुनले पनि उठाएछन्। के पो हुन्छ यो खेल भन्न सकिनेवाला छैन। 11-8। यो लगातार 14औं पटकको जम्प सर्भिस हो। पहल गौतराजको ब्याकआउट स्पाइक रहन सक्छ। फेरि पनि सहजै रिसिभ। फेरि पनि सुरेन्द्र केसीको मौका। अहिले पनि तेस्रो पटक सफल भएका छन् पहल गौतराज टर्की। 9-11। यो भने 2 पोइन्टको अग्रता चिम्बुवनले लिएको छ। यो भने बारम्बार यो अलबहादुर स्पोर्ट क्लबले बारम्बार गल्ती गरिरहेको छ। यो गल्ती गर्न हुने थिएन। यो गल्ती पनि भारी हुन सक्छ। 12-9। अब पहल गौतराज फ्रम कोर्टमा। अहिले भने थापै छन् नवीन ओलीले। अहिले पनि उठाइछन्। हानेको भने अहिले भने केही न केही हुन्छ। 13-9। यो भने अब भने 14औं सेटमा भने अलबहादुर स्पोर्ट क्लब पछि परेको छ। निकै पावरफुल स्पाइक थियो यो। पहल गौतराजको 10-13 अङ्क दूरी घटाउन प्रयासमा छ अलबहादुर स्पोर्ट क्लब।
भने अङ्क दूरी बढाउने प्रयासमा छ। यो चौथो सेट पनि आफ्नो पोल्टोमा पार्नको लागि घुमिएको छ चिम्बुवन। हेलिकप्टर स्ट्राइक भन्छौँ यसलाई। यो भने निकै बाहिरिएको थियो। 11-13 यो सुरेन्द्र केसीको आउटसाइड हिट ट्रिगर। यो बाहिरिएको थियो यो स्पाइक। अहिले भने आदरणीय दर्शक महानुभावहरू, आदरणीय भोलिन्टियर मित्रहरू, खेल सुचारू भइरहेको बेला आयो। भलिबललाई नियन्त्रण गरिदिनको लागि अनुरोध गरिन्छ। 11-13 अहिले भने उरी हानेका छन् सुरेन्द्र केसीले। 14-11 Thank you, Ryan. आदरणीय मिटरबाट छ डाइरेक्ट मिटरबाट। इलेक्ट्रियन साथीहरू कहाँ हुनुहुन्छ? प्राविधिक यहाँ खेल खेल्न असहज भएको कारणले गर्दा यो पोलमा भइरहेको बत्तीहरू अफ गरिदिनको लागि अनुरोध गरिन्छ। यहाँ चाहिँ खेलाडीलाई असहज भएको छ। अहिले भने यहाँ तिर्बल बलक थियो। 7-9-18 7-9-18 को जोडीले पहल गजराजलाई रोकिदिएका छन्। 15-11 4 पोइन्टको अग्रता फेरि पनि। अहिले भने डबल सङ्केत बुझेका छौँ। यो भने 12-15 यो पहल गजराजको पावरफुल स्ट्राइकले पनि पोइन्ट दब्दै हलबहादुर स्पोर्ट क्लबले 13 बनाएको छ भने चिम्बुवन 15 13-15 यो फाइनल खेल। अहिले भने उनले सुरेन्द्र केसीले माइन खेल खेलेका छन्। 16-13 यो चौथो सेटमा पनि अग्रता लिइरहेको छ, अग्रता दिलाइरहेको छ। चिम्बुवनले भने पछ्याउँदैछ हलबहादुर स्पोर्ट क्लब। अब यो सेट चिम्बुवनले आफ्नो पोल्टो पार्यो भने बेस्ट अफ 5 को खेल हुनेछ, फाइनल खेल हुनेछ। र यो भने यहाँ भने जर्सी नम्बर 9ले गल्ती गर्न पुगे। 14-16 यो फाइनल खेल यसै गर्न सकिनेवाला छैन। कसको पोल्टो पर्छ? यहाँ सपोर्टरहरूलाई, यहाँ दर्शक महानुभावहरूलाई यहाँ कौतूहलताको कुरो छ। कसले जित्ला, कसले बाजी मार्ला? यो 2 लाख 1000 को म्याच। सुरेन्द्र केसीले यो गर्नुपर्ने बाध्य छन् उनी, किनभने यो सेट आफ्नो पोल्टो पार्नै पर्नेछ भने हलबहादुर स्पोर्ट क्लबका वनमेन आर्मी पहल गजराज पनि अहिले केही सिल्टाएका छन्। योभन्दा पहिलाका 2 सेटमा निकै उमिएका थिए। रण सिंह जर्सी नम्बर 9 का खेलाडी बारम्बार गल्ती भइरहेको छ भने उनलाई 15-17 हलबहादुर स्पोर्ट क्लब 15 भने चिम्बुवन 17। यहाँ सुरेन्द्र केसी उरी हान्नेवाला छन्। अहिले भने चौथो सेट आफ्नो पोल्टो पार्नको लागि उनी निकै मरिमिटी खेल्न पर्नेछ भने फाइनल जित्नको लागि हलबहादुर स्पोर्ट क्लबले पनि यो सेट आफ्नो पोल्टो पार्न पर्ने बाध्य हुन सक्छ।
यो भने निकै पावरफुल स्ट्राइक त गएको थियो तर के गर्ने 19-15 यो दोस्रो टाइम आउट अहिले भने यो फाइनल खेलको चौथो सेटमा टिम्बुवन भने आफ्नो लयमा फर्किएको छ भने हलबहादुर स्पोर्ट क्लब भने अहिले सेल्डाएको छ अहिले भने लुसिएको छ खेल सुचारू भएको छ यो ब्याकवर्डबाट स्पाइक हुन सक्छ यो ब्याकवर्ड स्पाइक जर्सी नम्बर 2 र जर्सी नम्बर 5 को जोडीले ब्लक गर्न कोसिस त थियो तर असहज भएको छ असफल भएको छ 16-19 यो अग्रता भने अहिलेसम्म कायम नै रहेको छ 16-19 नवीन ओली यदु ले भने आफ्नो पोल्टमा पोइन्ट खोल्दै 20 भने हलबहादुर स्पोर्ट क्लब 16 यहाँ जवाब सर्भिस हुन सक्छ ब्याकवर्डबाट जर्सी नम्बर 5 ले ब्लक ब्याकवर्डको ब्लक पहिलो पटक त सक्सेस भएका थिए तर दोस्रो पटक पनि असफल भए 17-20 अब भने सुरेन्द्र केसी र भलगमत राज फ्रमकोटमा छन् मैले बारम्बार भनिरहेको छु आदरणीय दर्शक महानुभावहरूको नजरमा परिसक्नु भएको छ जर्सी नम्बर 9 अर्जुन पुन उनी अन्तिम सेटर हलबहादुर स्पोर्ट क्लबका उनीले बल त सहजै रिसिप्सन गर्न खोजेकै छन् तर के गर्ने अहिले भने चुइए पो मचाइदिए पो अहिले भने यहाँ टिम सेट नमिलेका कारणले गर्दा स्कोर थप्दै 22 टिम्बुवन भने हलबहादुर स्पोर्ट क्लब 17 अब भने जितको नजिक यो सेटको पनि नजिक पुगेको छ टिम्बुवन भने पछ्याउँदैछ हलबहादुर स्पोर्ट क्लब यो निकै पावरफुल स्पाइक थियो भलगमत राजबाट 18-22 सर्भिस गर्दै जर्सी नम्बर 17 हलबहादुर स्पोर्ट क्लबका मिडल ब्लकर यो भने सुरेन्द्र केसीले यहाँनिर भने बिस्तारै पो फालिदियो त बल यसको नतिजा भने स्कोर थप्दै टिम्बुवन 23 भने हलबहादुर स्पोर्ट क्लब 23-18 यो भने मानस जर्सी नम्बर 8 मिडल ब्लकर स्कोर थप्दै हलबहादुर स्पोर्ट क्लब 19 भने टिम्बुवन 23-19-23 सुरेन्द्र केसीको एक पटकको ब्लक थियो तर अर्पटक उनले दिमागी खेल खेले र पनि उनी म्याच पोइन्टमा पुगे अब पनि सेट पोइन्टको खाँचो छ टिम्बुवनलाई भने हलबहादुर स्पोर्ट क्लब 5 पोइन्टको पछाडि परेको छ चौथो सेटमा अब भने पाँचौं सेट सुरु हुनेवालै छ अब के पो भन्दा भन्दै भइ पो हाल्यो र चौथो सेट पनि टिम्बुवनले हात पारेको छ है साथीहरु सबैजनाले शेयर गरिदिनु होला म्याच चाहिँ एकदमै आकर्षक भइरहेछ के म्याच चाहिँ है 2-2 सेट हात पारेको छ अब जसले जित्छ एउटा सेट जित्यो भने चाहिँ जित्नेवाला छ आदरणीय दर्शक महानुभावहरू पाँचौं सेट फाइनल खेल जस्तै भएको छ अब भने यो खेल भने अब फाइनल खेल जस्तै हुनेछ किनभने 15को सेट
और यहाँ टस हुनेवाला छ। यो 15 को सेट कसले हात पार्छ यसै भन्न सकिनेवाला छैन। लगातार 2 सेट आफ्नो पल्टो पारेको अलबहादुर स्पोर्ट क्लब पनि होइन भने तेस्रो र चौथो सेट गुमाएर फाइनल 15 को सेट खेल्न पुगेको छ। अब पनि आदरणीय दर्शक महानुभावहरू यो ऐतिहासिक भैटापु मेला 2082 मा पाल्नुभएका सम्पूर्ण दर्शक महानुभावहरू अब यो खेल पनि फाइनल जस्तै हुनेछ। फाइनल खेल नै हो, यसै त फाइनल खेल भनिन्छ। बेस्ट अफ 5 मा जाने भएकाले यहाँ चाहिँ यो फाइनल खेल 2,01,000 को नगद राशि भने ट्रफी मेडल र प्रमाणपत्र पनि प्रदान गर्नेवाला टिम को हुनेछ। यहाँ तपाईँ हाम्रो बीचमा यो नतिजा आउन बाँकी नै छ। अब यो 5औं सेट यो फाइनल खेलमा सुसम्पन्न गर्नको लागि पारदर्शी रेफ्री पवन साई र दिलबहादुर ओलीजी हुनुहुन्छ। उहाँहरूको यो भूमिका पनि अमूल्य र अतुलनीय रहनेछ। आदरणीय स्वयंसेवक साथी, यो खेलकुद अफिसको चाबी कहाँ छ? तपाईँले त्यो चाबी लगेर यो खेलकुदको अफिसमा गइदिनको लागि विनम्र अनुरोध गरिन्छ। हाम्रो स्टेजमा पाल्नुभएका सम्पूर्ण दर्शक महानुभावहरू, खेल प्रेमी आदरणीय महानुभावहरू, मैले तपाईँलाई दोस्रो पटक वाचन गर्दैछु। यदि मेरो आवाज सुन्दै हुनुहुन्छ भने, यदि मेरो आवाज तपाईँको कानमा गुन्जिरहेको छ भने तपाईँहरू स्टेज खाली गरिदिन विनम्र अनुरोध गरिन्छ। र स्टेज खाली गराइदिनको लागि यहाँ खटिनुभएका हर हात खटिनुभएका सुरक्षाकर्मी महानुभावहरू र स्वयंसेवक साथीहरू कहाँ हुनुहुन्छ? हाम्रो यो स्टेजलाई खाली गरिदिनु विनम्र अनुरोध गरिन्छ। किनभने यहाँ हामीले अब पुरस्कार वितरणको जमर्को गर्नेछौँ र यो फाइनल खेलको लागि हामी ट्रफी प्रदर्शन गर्नेछौँ। र यो फाइनल सेट सुरु भइसकेको छ। नवीन ओलीहरूको स्पाइक थियो। अब पनि यो फाइनल जस्तै हुनेछ। यो खेल पनि फाइनल खेल जस्तै हुनेछ। 1-0 पहल गजराजले सहजै यो 2-2 सेट आफ्नो पल्टोमा पारेको अलबहादुर स्पोर्ट क्लब र टिम्बुवन बीचमा यो फाइनल सेट हुँदैछ 15 को। अब पनि यहाँ हनान हुनेवाला छ। यो 15 को खेल हो। मैले बारम्बार वाचन गरेको छु। सुरेन्द्र केसी र पहल गजराजको यो भने 1-1 बराबर। अब यो सेट भने कतिसम्म पुग्ला त आकलन गर्न सकिनेवाला छैन। यहाँ भने अलबहादुर स्पोर्ट क्लबको लागि दैव देब्रे परेका छन्। यहाँ भने फिनिसिङ गर्न खोजेको बल पनि सीमारेखा बाहिरिएको छ। 2-1। यहाँ भने जर्सी नम्बर 9 ले 1 इन ब्लक गर्न कोसिस गरेका थिए तर असफल भएका छन् रामसिंह। 2-2 बराबर। यो खेल निकै प्रतिस्पर्धा रहने आकलन छ। सर्भिस गर्दै जर्सी नम्बर 9 अर्जुन पुन उनी टिम सेटर हुन्। अहिले भने जर्सी नम्बर 6 र 11 को जोडीले सुरेन्द्र केसीलाई रोकिदिएका छन्। अहिले भने जाममा पारिदिएका छन्। यहाँ चाहिँ नाकाबन्दी भएको छ। अब भने के होला? यो माहौल भने यो पनि साधु। अब भने मलाई पनि जोस आउनेछ यो एङ्करिङ गर्न
यो सपोर्ट चाहिएको थियो दुवै टिमलाई। अब भने यहाँ मलाई पनि निकै मजा आउनेवाला छ। केही समय अगाडि शान्त रहेको यो माहौल अब भने तात्तिनेवाला छ। यहाँ भने 3-4 रहेको छ स्कोर 3-4। अब भने यहाँ यो खेल निकै प्रतिस्पर्धा रहनेछ। यो दुवै टिमका समर्थक पनि कम छैनन्, दुवै टिमका खेलाडी पनि कम छैनन्। यो खेल भने निकै प्रतिस्पर्धा रहने आकलन छ। मैले भनेकै छु बेला बेला अलबहादुर स्पोर्ट क्लबको दैव देब्रे परेको छ। यहाँ भने अब पनि भगवान भरोसा हुनेवाला छ यो खेल। यो भगवानको भरोसामा खेल्न पर्ने छ यो खेल, सोचेभन्दा विपरीत हुन सक्छ। त्यसैले दर्शक महानुभावहरू आफ्नो टिमलाई सपोर्ट गर्न कन्जुसी नगर्नु होला। ऐतिहासिक बेल्टापु मेला 2082 मा खटिनुभएका स्वयंसेवक साथीहरूले यो तेस्रो पोजिसन खेल खेलाएको खेल मैदान नजिकैबाट कुर्सीहरू हाम्रो फाइनल खेल अथवा स्टेजतिर ल्याइदिनको लागि विनम्र अनुरोध गरिन्छ। 5-5 बराबर। यो खेल यस्तै हो भने 750 नै पुग्ला जस्तो छ। के पकर्ने होला? हो भने यहाँ 5-5 बराबर अलबहादुर स्पोर्ट क्लब 5 भने टिम भवन 5-5 बराबर। पहल गजराजको ब्याकवर्ड स्पाइक यहाँ रिसिप्सन भएको छ जर्सी नम्बर 7 बाट सुरेन्द्र केसीको ब्याकवर्ड। पहल गजराजको ब्याकवर्ड फेरि पनि रिसिप्सन सुरेन्द्र केसीको ब्याकवर्ड फेरि पनि। अब भने के हुन्छ यहाँ? नवीन ओलीको एउटा टचआउटको संकेत बुझेका छौँ हामीले प्रमुख रेफ्री अथवा पहिलो रेफ्रीबाट। 6-5 अब भने 6-5 रहेको छ। यो ब्याकवर्डको ब्लक पनि अब भने सुरेन्द्र केसीले ब्याकवर्डबाट दिनेछन्। यहाँ हनुमान मारामार हुनेवाला छ। यहाँ अब के पो हुन्छ? विकास जर्सी नम्बर 7 का छन्। यहाँबाट बुढुमै हानिदिए 7-5। यो अन्तिम सेटमा 2 रनको अवरोध लिएको छ टिम भवनले। यहाँबाट सुरेन्द्र केसी केही इन्जर देखेका छौँ हामीले। मैले अघि पनि भनेको छु अबको खेल भने भगवान भरोसा हुनेछ। यहाँ भने आदरणीय दर्शक महानुभावहरू 7-5 2-2 सेट आफ्नो आफ्नो बोर्डमा पारेर अहिलेको स्कोर हेर्दा 2 पोइन्टको अग्रता लिएको छ टिम भवनले भने अलबहादुर स्पोर्ट क्लब 2 पोइन्ट पछि बढेको छ। पहिलो 2 सेटमा निकै लयमा देखिएको अलबहादुर स्पोर्ट क्लब भने पछिल्लो तेस्रो चौथो सेटमा र पाँचौं सेटमा भने सेटाएको छ। यहाँ ब्याक भएको छ। त्यो पहिलो दोस्रो सेटमा त्यो लयमा फर्किनको लागि भने अलबहादुर स्पोर्ट क्लबका पहल गजराजले भने निकै हुम्सिन पर्नेछ, निकै जोसिन पर्नेछ। यहाँ भने अब हाम्रो ऐतिहासिक बेल्टापु मेला 2082 का ब्यानरहरू पनि ओपन हुँदैछन् र ट्रफी पनि हामीले ओपन गरेका छौँ। अनि ट्रफीहरू भने यो भने यहाँ अलबहादुर स्पोर्ट क्लबका स्पोन्सर र टिम भवनका स्पोन्सरले दुवै टिमलाई उत्साहित गराउँदै यहाँ खेलसम्म समावेश गराउनु भएको छ। उहाँ दुवै टिमलाई भने विशेष धन्यवाद दिन चाहन्छ। यो टिमले 7-5 यो सर्भिसमा अब के हुन्छ त? अब भने पहल गजराज ब्याकवर्डबाट हान्ने कोसिसमा लामो समयपछि भने पहल गजराजले निकै पावरफुल स्ट्राइक आफ्नो बलफुल सट प्रयोग गरेका छन्। आदरणीय दर्शक महानुभावहरू, आदरणीय सपोर्ट महानुभावहरू, समर्थकहरू यहाँनिर जर्सी नम्बर 8 को मिस्टेक रहेको छ। यहाँ भने खेलाडी कोच चेन्ज हुनुपर्नेछ। 800 2 पोइन्टको अग्रता
अहिले पनि फाइनल जस्तै भएको छ खेल समर्थकको घुइँचो हेर्दा यहाँ चाहिँ सपोर्टको घुइँचो हेर्दा यहाँ खेलको रौनक हेर्दा यहाँ चाहिँ निकै फाइनल खेल निकै राम्रो लयमा छन् यतिखेर टिम भुवन पनि केही समय अगाडि निकै राम्रो लयमा देखिएको टिम अलबहादुर स्पोर्ट क्लब पनि अहिले सडाएको छ 2 पोइन्टको पछि परेको छ अब कसले उचाल्ला त यो ट्रफी फाइनल भिडन्त हो यो फाइनल भिडन्तमा अहिलेसम्मको नतिजा हेर्दा 2-2 सेट आफ्नो आफ्नो पोल्टोमा पारेको छ अलबहादुर स्पोर्ट क्लब र टिम भुवनले भने रङको तालिका 8-6 सर्भिस गर्दै अब भने रिसिप्सन बल गजराजको ब्याकवर्ड स्पाइक अहिले बल गजराजले केही समय अगाडि 14 सेटमा सुरेन्द्र केसीले हेलिकप्टर स्पाइक हानेका थिए भने अहिले भने बल गजराजको मिस्टेक उनले अपिल पनि गरेका छन् रेफ्रीलाई तर यहाँ आउट भएको संकेत पाएका छौँ हामीले 9-6 3 पोइन्टको अग्रता सर्भिस गर्दै जर्सी नम्बर 9 अहिले जर्सी नम्बर 8 का खेलाडी मानसिंहले राम्रो स्पाइक गर्दै स्कोर थप्दै 9-7 बनाएका छन् भने अलबहादुर स्पोर्ट क्लब 7 बने 7-9 सर्भिस गर्दै जर्सी नम्बर 11 ब्याकवर्डको स्पाइक रहन सक्छ यो माहौललाई निकै तातिएको छ अलबहादुर स्पोर्ट क्लब 8 भने टिम भुवन 9 यो खेल भने निकै प्रतिस्पर्धा भएको छ पारिदिएका छन् छवि र मान्नाले कर्याप ज्या पारिदिएका छन् नवीन ओलीलाई 9 बराबर यो भने यो 5औं सेटको अहिले 10-9 आदरणीय दर्शक महानुभावहरू मैले तपाईँहरूको माझमा एउटा खुसीको खबर ल्याएको छु तपाईँहरूको माझमा मैले खुसीको खबर ल्याएको छु अहिले पनि 10-10 बराबर तपाईँको माझमा मैले के वाचन गर्न गइरहेको छु भने सानबेरी गाउँपालिका वडा नम्बर 3 बलाचौरका अनमोल खड्का हाल मलेसियाबाट सानबेरी उहाँको खेलको उज्जवल भविष्यको कामना गर्दै हाल मलेसियाबाट नगद राशि रु 5,000 पल गजराज टर्कीलाई सम्मानको लागि उहाँले यो नगद राशि प्रदान गर्नुहुनेछ
र भन्दा भन्दै म स्कोरतिर गएँ 11-11 बराबर सेट 2-2 बराबर स्कोर 11-11 बराबर सर्भिस फ्रम कोर्टमा छन् पहलगाउँ राजले फेरि पनि सर्ट डिसिनर स्पाइक रन गरेर 12-11 आदरणीय दर्शक महानुभावहरू मेरो आवाज सुन्दै हुनुहुन्छ भने मैले फेरि पनि वाचन गरेँ सानबेरी 3 का भलाचौरका अनमोल खड्गाले हाल मलेसियाबाट पहलगाउँ राज टर्कीलाई नगद रु 5,000 पुरस्कार उहाँको पहलगाउँ राजको खेल उत्कृष्ट मानेर बारह बराबर 13-12 यो खेल भने निकै प्रतिस्पर्धा रहेको छ तेह्र बराबर यो खेल भने निकै प्रतिस्पर्धा रहेको छ फाइनल जस्तै छ यो फाइनल खेल नै हो निकै प्रतिस्पर्धा भएको छ यो खेलमा 13-13 बराबर यो 15 को खेलमा 13-13 बराबर अब कसले हान्छ अगाडि म्याच पोइन्ट सुरेन्द्र केसीको यो पावरफुल स्पाइक 14-13 खेल समापन भएको छ रेट्रो भ्यू चाल्न छ विजेता बनेको छ टिम भुवन भने उपविजेता बनेको छ टिम हल ब्रदर खनाल स्पोर्ट क्लब हलबहादुर स्पोर्ट क्लब आदरणीय दर्शक महानुभावहरू मेरो आवाज सुनिदिनुभएको धन्यवाद बिदा हुनेवाला छु धन्यवाद साथीहरूले बललाई माथि ल्याइदिनु होला साथीहरू गाउनु छ बल माथि ल्याइदिनु होला कृपया
खेलकुद अफिसको चाबी। धेरै धेरै धन्यवाद साथीहरू। बेलटापु मेलाको यो भलिबल गेम चाहिँ समापन भएको छ। यसको ट्रफी चाहिँ सानीभेरी 4 को टिम भुवनले हात पारेको छ भने उपविजेता सानीभेरी 3 को टिम खनाल अलबहादुर स्वर्गीय अलबहादुर खनालको स्मृतिमा स्थापना भएको अलबहादुर स्पोर्ट्स क्लबले चाहिँ उपविजेतामा यो चाहिँ चित्त बुझाउन गरेको छ। यहाँ धेरै धेरै हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। यहाँहरूलाई सबैलाई धेरै धेरै धन्यवाद। अब चाहिँ यो लाइभलाई चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। 2082 को यो अवसरमा अब चाहिँ भर्खरै सम्पन्न पुरुष भलिबलमा